हेलो गाइज, म चाहिँ आज हरियो आँपको पकाएको अचार बनाउन गइरहेको छु। त्यसको लागि मैले फर्स्टमा काँचो आँपलाई टिपेँ अनि टिपेको सबै आँप जम्मा गरेर त्यसलाई राम्रोसँग सफा पानीले पखालेँ। अनि त्यो पखालेको आँपलाई मैले एक एक गरी त्यसको बोक्रा फालेर त्यसलाई सानो सानो चाना हुने गरी काटेँ। खोया फाल्नुपर्छ त्यसको। अनि त्यसपछि मैले कराही बसालेँ, आगो बालेर अनि कराहीमा तोरीको तेल राखेर ताप्नलाई छोडिदिएँ। अनि उतातिर त्यो काटेको आँपमा चाहिँ मैले बेसार राखेर मजाले सबैतिर पुग्ने गरी त्यो बेसार र आँपले मोलेँ। अनि त्यति बेरमा कराही तातिसकेको थियो। त्यो तातेको कराहीमा चाहिँ मैले त्यो मोलेको आँपलाई राखेर चलाउन थालेँ। त्यो आँपलाई सबै आँप राखेर मैले बिस्तारै बिस्तारै चलाउन थालेँ। सानो आगोमा हल्का हल्का हुने गरी बिस्तारै चलाउन थालेँ। अनि त्यसपछि मैले स्वादअनुसार नुन राखेँ। अनि मैले त्यसमा मसलाको लागि चाहिँ पिनेको त्यो तोरीको धुलो, पिनेको धनियाँको धुलो अनि पिनेको जिराको धुलो हालेर बिस्तारै चलाइराख्नुपर्छ। अनि त्यसमा स्वादअनुसार खुर्सानी राखेर चलाइराख्नुपर्छ। फेरि हल्का नचलायो अथवा ठुलो आगो भयो भने चाहिँ जल्न सक्ने सम्भावना हुन्छ त्यसको चाहिँ। अनि मैले त्यसलाई चलाउँदै गरिराखेको छु टाइममा। त्यति गर्दा त्यो घटेर एकदमै थोरै हुन आउँछ। अनि धेरै टाइम पकाउँदाखेरि चाहिँ पछि तेल निस्किँदै आउँछ तलबाट माथि, अनि त्यो पाक्छ। पाकेपछि अचार यस्तो देखियो। हेर्नुहोस् त गाइस, अब चाहिँ यो अचार मैले कचौरामा राखेर खान थालेँ।